इफ हजुरहरू पनि ड्रोन किन्ने सोचिरहनु भएको छ या ड्रोन किनिसक्नुभयो तर आफ्नो ड्रोनको चाहिँ रजिस्टर गर्नु भएको छैन भने चाहिँ हजुरहरूको ड्रोन चाहिँ जफत पनि हुनसक्छ है त। सो धेरैजनालाई चाहिँ ड्रोन रजिस्टर गर्न चाहिँ एकदमै गाह्रो लागिरहेको हुन्छ, किनकि अब प्रोपर इन्फर्मेसन नभएको कारणले चाहिँ कहाँ गएर रजिस्टर गर्ने हो र के डकुमेन्टेसन चाहिन्छ, कति कस्ट लाग्ने हो भन्ने जस्तो लगायत इन्फर्मेसन नभएको कारणले चाहिँ धेरैजनाले आफ्नो ड्रोन चाहिँ बिना रजिस्ट्रेसन उडाइरहेको हुन्छ। सो आज चाहिँ म हजुरहरूलाई सिम्पल वेमा चाहिँ सिकाउने छु है त। फर्स्ट अफ अल त हजुरहरूले पर्सनल्ली किन्नु भएको भए चाहिँ हजुरहरूको एउटा सिटिजनसिप वा या त पासपोर्ट चाहिने हुन्छ। इफ हजुरहरूले चाहिँ कम्पनीबाट किन्नु भएको भए चाहिँ कम्पनीको डिटेल चाहिने हुन्छ है त। र अर्को भनेको चाहिँ एउटा पासपोर्ट साइज फोटो चाहिने हुन्छ हजुरहरूको। नेपालमै किन्नु भएको भए भ्याट बिल र भ्याट बिलको फोटोकपी र इफ विदेशबाट ल्याउनु भएको भए चाहिँ कस्टम क्लियरेन्स चाहिँ चाहिने हुन्छ। र अर्को चाहिने भनेको चाहिँ ड्रोनको सिरियल नम्बर। र ड्रोनको सिरियल नम्बर चाहिँ हजुरहरूले बक्सको सिरियल नम्बर भन्दा पनि यहाँनिर हुन्छ। हजुरहरूले कुनै पनि ड्रोनको डिजिआई या अरू ड्रोनहरूको पनि प्रायः ब्याट्री निकाल्दाखेरि चाहिँ ब्याट्रीको सिरियल नम्बर नभइकन यहाँभित्र एउटा क्युआर कोड जस्तो हुन्छ, क्युआर कोडसँगै हजुरको यहाँनिर सिरियल नम्बर हुन्छ। यसको चाहिँ हजुरहरूले राम्रोसँग एउटा फोटो खिचेर र कलर प्रिन्ट गरेर चाहिँ लानुपर्ने हुन्छ है त। अर्को चाहिँ हजुरहरूले भनेको चाहिँ ड्रोनको पर्पज, के पर्पजको लागि चाहिँ हजुरहरूले ड्रोन युज गर्नुहुन्छ र ड्रोन रजिस्टर र युनिक आइडीको लागि चाहिँ गरिन्छ है त। यो दुइटै डकुमेन्टेसनको चाहिँ म लिङ्क हजुरहरूलाई लिङ्कमा राखिदिनेछु र प्लस यो डकुमेन्टेसन पनि कसरी भर्ने भनेर पनि हजुरहरूलाई म डिटेलमा सिकाउने छु है त। र मैले जुन दुईवटा फर्म सिकाएको छु हजुरहरूलाई यसको पर्पजको लागि र रजिस्ट्रेसन युनिक आइडीको लागि, यो दुईवटा फर्म चाहिँ हजुरहरूले घरबाटै भरेर लानुभयो भने चाहिँ अझ सजिलो हुन्छ। इफ हजुरहरूलाई चाहिँ होइन म त्यहीँ गएर भर्छु भन्दाखेरि पनि त्यहीँ पनि यो दुईवटा फर्म चाहिँ हजुरहरूलाई पाइन्छ है त। यो फर्म भरिसकेपछि चाहिँ हजुरहरूले सबैभन्दा पहिला चाहिँ अब कसरी भर्ने है त। मेन हाम्रो सरकारी कार्यालयमा गर्दाखेरि काम के थाहा छ, सबै थाहा हुन्छ हामीलाई प्रोसेस, तर त्यहाँ गएपछि हामी अल्मलिन्छौँ। त्यहाँ गएपछि हामीलाई सोध्न डर लाग्छ। डराउनु परेन है त। त्यहाँ जाने हाम्रो क्यान अफिसमा, क्यान नेपालमा जाने, अनि त्यहाँ गइसकेपछि चाहिँ हजुरहरूले त्यहाँनिर फ्रन्ट डेस्कमा सोध्न सक्नुहुन्छ म चाहिँ ड्रोन रजिस्टरको लागि आएको भनेर। र उहाँहरूले चाहिँ सिम्पल्ली हजुरहरूलाई त्यहाँ ड्रोन रजिस्टर गर्ने चाहिँ त्यहीँ नजिकै फ्रन्ट डेस्ककै फ्लोरमा छ, त्यहाँनिर चाहिँ देखाइदिनुहुन्छ होइन। त्यो पछि चाहिँ हजुरहरूले त्यो दुईवटा फर्म त्यहीँनिर भरे नि भयो, घरबाट भरेको छ भने अझ छिटो हुने भयो, हजुरहरूको टाइम वेस्ट नहुने भयो। त्यो फर्म चाहिँ म्यामले त्यहाँनिर हेरिसकेपछि चाहिँ हजुरहरूलाई चाहिँ अब बिलिङको लागि चाहिँ हजुरहरूले फाइनेन्समा पठाउनुहुन्छ। अहिले चाहिँ ड्रोन रजिस्ट्रेसनको लागि चाहिँ नेपालले चाहिँ $50 चाहिँ पुऱ्याएको छ। 13% चाहिँ त्यसको भ्याट लाग्छ। मतलब हजुरको लगभग भ्याट शुद्ध गरेर $56.51 लागेछ। मेरो चाहिँ टोटल 8,646 रुपियाँ चाहिँ लागेछ। हजुरहरूले चाहिँ फर्स्ट दिनमा चाहिँ यस्तो कार्ड पाउँछ, बिल तिरेको कार्ड। र यो कार्ड लिएर चाहिँ लगभग त्यही दिनमा नहुनसक्छ, त्यो दिनको भोलिपल्ट चाहिँ हजुरहरूलाई बोलाउन सक्छ। र बोलाइसकेपछि चाहिँ मेनली हजुरहरूले चाहिँ यस्तो नेपाली कागजमै ट्याक्क हजुरहरूले चाहिँ एउटा सर्टिफिकेट चाहिँ पाउनुहुन्छ।